के एउटा मान्छे यति धेरै क्रूर हुन सक्छ जसको एउटा निर्णयले संसारका 6 करोड मान्छेलाई जिहानमा पुर्यायो? कसैको लागि उनी नायक थिए त कसैको लागि साक्षात शैतान। आखिर को थिए त हिटलर? आउनुहोस् सत्य घटना जानौं। के त्यो मान्छे साँच्चै नै शैतान थियो जसका कारण संसारका 6 करोड बढी मान्छेले ज्यान गुमाए? कि त्यो केवल एउटा यस्तो नेता थियो जसलाई आफ्नो देश प्रेमले अन्धो बनाएको थियो? आज हामी इतिहासका पानाहरू पल्टाएर हेर्नेछौँ एडोल्फ हिटलरको त्यो रूप जुन सायद धेरैलाई थाहा छैन। नमस्कार, आजको भिडियोमा हामी हिटलर शैतान थियो कि राम्रो मान्छे भन्ने विषयमा छलफल गर्नेछौँ। भिडियो पुरा हेर्नुहोला, अन्तिममा निर्णय तपाईँ आफैले गर्नुहुनेछ। हिटलरको जन्म एउटा साधारण परिवारमा भएको थियो। उनलाई कलाकार बन्न मन थियो, तर आर्ट स्कुलले उनलाई अस्वीकार गरिदियो। सायद त्यही रिजेक्सनले उनको भित्री एउटा रिसको बिउ रोप्यो। पहिलो विश्वयुद्धपछि जर्मनी एकदमै गरिब भएको थियो, मान्छेहरू खान नपाउने अवस्थामा थिए। त्यही बेला हिटलर एउटा आशाको किरण बनेर आए। उनको भाषण गर्ने शैली यस्तो थियो कि उनले भन्दा भन्दै हजारौँको भिड उनको पछाडि लाग्थ्यो। उनले जर्मनीलाई फेरि संसारको सबैभन्दा ठुलो शक्ति बनाउने सपना देखाए। धेरै मान्छे सोध्छन् उनले देशको लागि त्यति धेरै गरे, त्यसैले के उनलाई राम्रो मान्छे भन्न मिल्छ? साँचो कुरा के हो भने उनको देश प्रेम थिएन, त्यो पागलपन थियो। उनले होलोकास्ट भन्ने एउटा यस्तो काण्ड गरे जहाँ 60 लाखभन्दा बढी यहुदीहरूलाई ग्यास च्याम्बरमा हालेर निर्दयपूर्ण मारियो। बच्चादेखि वृद्धसम्म कसैलाई छाडिएन। उनले सोचे कि जर्मनहरू मात्रै उत्तम जात हुन्, अरू सबैलाई मारिदिनुपर्छ। के एउटा राम्रो मान्छेले आफ्नो देश बनाउनका लागि लाखौँ निर्दोषको रगत बगाउन सक्छ? इतिहास भन्छ यो शैतानको भन्दा कम काम थिएन। हिटलरले जर्मनीका रोडहरू बनाए, अर्थव्यवस्थाहरू सुधारे, तर त्यसको बदलामा संसारलाई दोस्रो विश्वयुद्ध दिए। उनको अहङ्कारले गर्दा अन्तिममा उनको आफ्नो देश पनि ध्वस्त भयो र उनले आत्महत्या गर्नु पर्यो। त्यो समयमा जर्मनीहरूका लागि उनलाई भगवान जस्तै मानिन्थ्यो, तर आजको संसारले उनलाई शैतानको रूपमा चिन्छ। हाम्रो दृष्टिमा निर्दोषको रगत बगाउने कुनै पनि नेता राम्रो हुन सक्दैन। तपाईँको विचारमा के हिटलर एउटा गल्ती गरेको नेता थियो कि साँच्चैकै राक्षस? कमेन्टमा लेख्नुहोला। भिडियो मन पर्यो भने सब्स्क्राइब गर्न नभुल्नुहोला।